सुन्नु न, आज भात पकाउन चामल छैन, कतैबाट पैसा मागेर लिएर आउनुहोस् न। निराश हुँदै मेरी श्रीमतीले भनिन्। भागेर बिहे गरेको धेरै वर्ष भइसकेको थियो। सम्पत्तिको नाममा एउटा सानो टिनको 3 कोठे घर र त्यही घर बाहेकको जग्गा मात्र थियो। छोरा 9 वर्षको भइसकेको थियो, छोरी 5 वर्षकी। गरिब भएकै कारण मेरा बाले पनि मलाई 8 कक्षासम्म मात्र पढाउन सकेका थिए। आमा र बाबा दुवै बितिसकेपछि सम्पत्तिको नाममा मसँग यही घर मात्र थियो। 2 सन्तान ईश्वरको वरदान बनिझै थिए, तर सन्तान जन्माएर श्रीमती लिएर मात्र नहुने रहेछ। उनीहरूप्रति गर्ने जिम्मेवारीको भारी पनि बोक्नुपर्ने रहेछ। म ज्यामी काम गर्थेँ। 2 बच्चाको स्कुल खर्च र घरको रासन पानी जोखो गर्दा गर्दै सबै पैसा सकिन्थ्यो। आज त यस्तो अवस्था आयो कि पसलबाट उधारोमा सामान ल्याउनु पर्ने भयो। गरिब भएपछि आफन्तले पनि पढाइ झैँ व्यवहार गर्दा रहेछन्। 19 वर्षको हुँदा भागेर बिहे गरेको। अहिले 2 सन्तान र श्रीमतीलाई पाल्न मलाई धौ परेको थियो। रमाउने उमेरमा भागेर बिहे गरेपछि हरेक रहरहरूलाई मैले भित्रभित्रै मारेको थिएँ। आफन्तबाट टाढा, साथीहरूबाट टाढा, यहाँसम्म कि भगवान पनि टाढा भए जस्तो लाग्थ्यो। मायाले मात्र संसार चल्दैन रहेछ। हामी दुवै बीच झगडा गर्ने आधार पनि थिएन। हुन त उनी पनि म जस्तै गरिबीमा हुर्किएकी थिइन्। मेरो बारेमा सबै कुरा थाहा पाएर पनि उनी मसँग भागेर बिहे गर्न तयार भइन्। कहिलेकाहीँ हामी दुवैजना मौन बस्छौँ। उनी उता फर्केर सुत्ने कोसिस गर्छिन् अनि म अर्कोतिर। यो रिसले वा झगडाले होइन, दरिद्रताले हामीलाई मौन बनाएको थियो। जब उनले चामल चकेको कुरा बताइन्, उनका नजरले मलाई आशाका साथ हेरेका थिए। ती निर्दोष आँखामा माया त झल्किन्थ्यो, तर त्यो फिक्कावाला माया थियो। भोकले मायाको रङ पनि उडाइदिँदो रहेछ। म केही नभनी सरासर घरबाट निस्किएँ। वरपर छिमेकीहरूले मलाई देख्नासाथ लुक्थे, कतै केही माग्न आउँछ कि भनेर। म शिर निहुराएर बाटोमा हिँड्थेँ अनि मलाई देख्नेहरू नदेखे चाहिँ गरेर कतै काममा व्यस्त भएको नाटक गर्थे। मनभरि कुरा खेलाउँदै म पसलमा पुगेँ। जान मन त थिएन, किनकि धेरै ऋण भइसकेको थियो। नतिरेको पनि 1 महिना बितिसकेको थियो। तर घरको अवस्था र भोकको अगाडि लाज र गाली पनि पचाउनु पर्ने रहेछ। म सरासर गएँ। पसले साहुले मलाई देखे अनि रिसाउँदै भन्न थाले, हेरे के यो पारा भाइ, आज तिर्छु भोलि तिर्छु भन्दै 1 महिना बितिसक्यो त। सामान मात्र लाने अनि पैसा चाहिँ कहिले तिर्ने? 10,000 पुगिसक्यो बाँकी लगेको पनि। मैले शिर निहुराएर नम्र भएर भने, साहुजी, आजभोलि खासै काम पाइराखेको छैन। घर बनाउने ठेकेदारले घर पाएको छैन। आखिर मर्दा र पर्दा भनेको गाउँकै मान्छे काम लाग्ने हो। अर्को महिना जसरी भए पनि तिर्छु, कसम खाएँ मैले। यस्ता कसम तिमीले धेरैचोटि खाइसक्यौ। मेरो पैसा अर्को महिना जसरी पनि चाहियो, होइन भने म घरमा गएर सामान उठाएर सबै असुल गर्छु, बुझिराख। म लाचार थिएँ उसको कुरा सुन्नलाई। मन रोए पनि आफूलाई कठोर बनाएर सम्हालिरहेको थिएँ, केवल परिवारको लागि। मैले उसलाई धेरै बेर सम्झाइ बुझाइ गरेपछि उनी माने अनि मैले फेरि उधारमा 5 केजी चामल मागेँ। उनी मानेका थिएनन्। विवश भएर मैले उनको खुट्टा समातेँ। जसरी भए पनि अर्को महिना तिर्छु भन्दै आफ्नो छोराछोरीको कसम खाएपछि मात्र उनले उधारोमा 5 केजी चामल दिए। ओठमा हल्का खुसी झल्काउँदै म घरतिरको बाटो लागेँ। साँझ पर्न थालिसकेको थियो। अलिक पर चौताली थियो। एकछिन त्यहाँ बसे। आँखाबाट बगेका आँसु बिस्तारै पुछे। न भूतकालले सताएको थियो न भविष्यले। मलाई त यो वर्तमानले सताएको थियो। आज त जसो तसो खायौँ। भोलिको लागि के खाने भन्ने चिन्ताले मलाई पिरोलिरहेको थियो। आफ्नो बाबा र आमाले मेरो लागि केही सम्पत्ति नजोडिदिएपछि
मैले पनि केही गर्न सकिनँ। म जस्तै भोलिको दिनमा मेरा सन्तानको लागि मैले केही जोड्न सकिनँ भने उनीहरूले पनि मैले जस्तै दुःख पाउलान् अनि उनीहरूका सन्तानले पनि यही दुःख पाउलान्। यो क्रम सायद यसै नै चलिरहनेछ। गरिब भएपछि पढाउन पनि त सकिँदैन। उफ, कहिलेकाहीँ त किन म गरिब परिवारमा जन्मेछु जस्तो लाग्थ्यो। अलिक राति परेपछि म घरतिर लागेँ। श्रीमती र छोराछोरी मेरो बाटो कुट्दै बसिरहेका थिए। म पुगेपछि उनीहरूले केही भन्नुभन्दा पहिले नै मेरो हातमा चामलको झोला देखेर सबैको मुहारमा खुसीको चमक छाएको थियो। मैले श्रीमतीलाई चामलको झोला दिएँ र उनी खाना बनाउनतिर लागिन्। म हातमुख धोएर बच्चाहरूसँग बसेँ। मेरी श्रीमती सुकेका दाउरामा आगो फुक्दै खाना बनाउन लागिन्। बिचरी बिहे गरेदेखि चुलोमा आगो फुकेर खाना पकाएको पनि वर्षौँ भइसकेको थियो। एउटा खाना पकाउने ग्याससम्म त जोड्न सकिएन। उनले त्यो धुवामा फुक्दा लागेको खोकीले मेरा धड्कन रोकिएला झैँ हुने गर्थ्यो। मलाई उनप्रति धेरै नै माया लाग्थ्यो। त्यतिकै बेला मेरी छोरी छेउमा आइन् र भनिन्, बाबा, अघि हजुरले किन पसलको साउजीको खुट्टा समात्नु भएको? मैले देखेको थिएँ नि। छोरीको कुरा सुनेर मेरो छोरा र श्रीमतीले मलाई टुलु टुलु हेरिरहेका थिए। मेरो मुहारमा उदासीका लहरहरू दौडिन थालेका थिए। तिनको प्रश्नले हामी सबैको मनमा धक्का दिएको थियो। सबैभन्दा बढी मलाई लागेको थियो, के जवाब दिउँ म छोरीलाई? मेरो मन रोएको थियो। स्वर सम्हाल्दै कोमल रहेर मैले भने, मेरी प्यारी छोरी, मैले खुट्टा समातेको होइन नि। आफ्नो भन्दा ठुला मान्छेको खुट्टा छोएर आशीर्वाद लिएको नि। ठुला मान्छेको आशीर्वाद लिएपछि हामी ज्ञानी भइन्छ अनि सबैले माया गर्छन् नि। मेरो कुरा उनको कोमल दिमागले कट्टीको लिन सक्यो या सकेन। तर पनि कुनै दिन उनी ठुली भइसकेपछि आफ्नो बाबाको त्यो व्यवस्था बुझ्ने छिन् होला। तैपनि जे जस्तो भए पनि हामीले छोराछोरीलाई राम्रो शिक्षा दिएका थियौँ। ठुलाले भनेको कुरा सुन्नु, आदर गर्नु, माया गर्नु, मुखमुखै नलाग्नु भनेर सिकाएका थियौँ। जे होस्, सन्तानले हामीलाई बुझेका थिए। मैले कुरा बटार्दै भने, ल तिमीहरू एकछिन पढ अनि गृह कार्य पनि गर। सब्जीको नाममा आलुको अचार थियो। त्यो पनि थोरै। न पिरो थियो न त हामी सबैलाई पुग्ने नै थियो। छोराले भन्यो, बाबा, आज पनि आलुको अचार? छिए। छोरीले भनी, आमा, मलाई अलि धेरै आलुको अचार। कसैलाई मन परेको थियो त कसैलाई दिक्क लागेको थियो। तर पनि जसो तसो फकाएर हामी उनीहरूलाई खाना खुवाउँथ्यौँ। उनीहरूलाई छिटो खुवाएर छिटो सुत्न लगाउँथ्यौँ। यत्तिकैमा छोराले खाना खाइसकेर भन्यो, बाबा, दसैँ आयो। म झसङ्ग भएँ। दसैँ आउन पनि 1 महिना मात्र बाँकी थियो। छोराले फेरि भन्यो, बाबा, यसपालि चाहिँ खसीको मासु ल्याउनु है। बाबा, हजुर त जहिले मासु भन्दै सोयाबिन ल्याउनुहुन्छ। यसपालि त हामीलाई मासु चाहिन्छ। छोरी पनि उफ्रिँदै भन्न थाली, बाबा, मासु खाने, मासु खाने। उनीहरूको रहरहरूको अगाडि हामी श्रीमान श्रीमतीको शिर कति झुकेको थियो र कति लाज शरम पचाएका थियौँ अरूको सामु। त्यो त केवल हामी दुईलाई मात्र थाहा थियो। गरिबलाई दशा लगाउन फेरि दशैं आउँदै थियो अनि म निशब्द थिएँ, आवाजविहीन। छोराछोरी खाना खाइसकेर कोठामा सुत्न गए। म र मेरी श्रीमती खाना खान थाल्यौं। नुन र पानीसँग मुछेको खाना खाएको पनि वर्षौं भइसकेको थियो। त्यसमाथि छोरा र छोरीले दशैंको कुरा गर्दा त आफत आए जस्तो लागेको थियो। सकी नसकी घाँटीबाट भातका सिताहरू छिराउँदै थिए। दुवैजना मौन रहेर खाना खाँदै थियौं। बोल्नलाई शब्द थिएन। श्रीमतीले भनिन्, जब जब चाडपर्व आउँछ बच्चाको कुराले धेरै सोचमग्न हुनुभयो नि। निराश नहुनुस् न, सबै ठिक हुन्छ। सबै ठिक हुन्छ भन्दै बिताको पनि 10 वर्ष भइसकेको थियो। उनी मलाई सधैँ हौसला दिन्थिन्। उनी मेरो प्रति विश्वास गर्थिन्। मैले उनको शिर मुसार्दै भने, यही आशामा 10 वर्ष बितिसक्यो।
कतै केही बदलिएन। न भने जस्तो काम भेटियो, न त कसैले काम नै दिन्छन्। जताततै ऋण मात्र बढेको छ। अब त झन् दशैं आउन पनि केही समय मात्र बाँकी छ। पसले साहुको उधारो पैसा अर्को महिना नतिरे घरको सामान सबै लान्छ रे। मेरा आँखा रसाएका थिए। मैले धेरै नै दुःख बुझ्ने श्रीमती पाएको थिएँ। मेरो आँखाको आँसु पुछ्दै उनले भनिन्, नरुनुस् न, मेरो हिम्मत भनेकै हजुर हो नि। बेगर हुनु पर्यो भने पनि म हजुरको साथ कहिले छाड्दिन्न नि। उनको माया मेरो लागि अमृत समान थियो, तर पनि केही गर्न सकिरहेको थिइनँ। हुन त मैले उनलाई म विदेश जाने कुरा बारम्बार भनेको थिएँ, तर त्यति धेरै पैसा कसले पत्याउने हो र हामीलाई। आफन्तले त बिर्सिसकेका थिए। सबैको अगाडि हामी छिछि र दूर भएका थियौँ। मेरी श्रीमतीका पनि कति रहरहरू थिए होलान्। राम्रो लुगा लगाउने, गहनाहरूले सजिने, मिठो खानेकुरा खाने। तर बिचरी मेरो लाचार र व्यवस्थाले भरिएको जिन्दगी देखेर उसले कहिले मसँग केही मागिनन्, न त भनिनै। त्यो दिनदेखि हरेक दिन 10-15 दिनसम्म म बिहानै निस्केर आउने जाने गर्थे। श्रीमतीले कहाँ जानुहुन्छ भनेर कहिल्यै सोधिनन्, किनकि उनलाई म प्रति पुरा विश्वास थियो कि सायद कतै आफ्नै कामले जानुभएको होला भन्ने। मैले एक दिन साँझ खाना खाइसकेपछि उनलाई सम्झाउँदै भने, म अब विदेश जाने निर्णय गरेँ। यसरी दरिद्रताले भरिएको जिन्दगीमा मेरो सन्तानलाई कसरी दिनु? म बाबा भएर उनीहरूका लागि केही गर्न सकिनँ भने भोलिका दिन उनीहरू पनि तिमी र म जस्तै दुःख पाउँछन्। मैले अहिले केही गर्न सकिनँ भने भोलिका दिन उनीहरूको गरिबीमा दोषी म नै ठहरिनेछु। मेरो कुरा काट्दै उनले भनिन्, त्यसो नभन्नुस् न। जिन्दगीको 10वटा साल जसोतसो बिताइयो। अब आउने साल पनि यसरी नै बिताउला नि। हजुर मलाई छोडेर जाने कुरा नगर्नुस् न। मैले उनको आँखाको आँसु पुछेर भने, दुनियाँका यति मान्छे विदेशिएका छन्, म पनि जान्छु। अब तिमीले एक सरो राम्रो लुगा लगाउन पाएको छैनौ, न त मिठो खाना नै। सन्तानको रहरहरू हामीले जस्तै सानैबाट मार्नु परोस् भन्ने म चाहन्न। तिमी त बुझ्ने कोसिस गर। म उता गएर धेरै नै मेहनत गर्छु, बिस्तारै सबै ठिक हुन्छ। मैले उनलाई विदेश जानका लागि पैसा जुटाउन बिहान हिँडेको कुरा बताएपछि उनी रुनै थालिन्। के को आधारमा दिन्छन् हामीलाई पैसा? उनले भनिन्। मैले लामो श्वास फेर्दै भने, मैले यो घर जग्गा धितोमा राखेर आएको छु, पछि तिर्ने हिसाबले। त्यो कुरा सुनेर उनी झन् रोइन्। पछि केही भएर हामी त सबै बेघर हुन्छौँ। मैले फेरि सम्झाएँ। बाँचुन्जेल कोहीले साथ दिएनन्। दरिद्रता देखेर सबैले हेला गरे। खान लगाउने नै छैन भने यो जग्गा मात्र के गर्नु? त्यसैले अब जिन्दगी सुधार्नु छ। मैले उनलाई आफूमाथि विश्वास दिलाएँ र भोलिपल्टै काठमाडौँ जाने कुरा गरे पासपोर्ट बनाउनका लागि। त्यो रातभर उनले मलाई अँगालेर रोइरहिन्। छोराछोरी उठ्नु अघि नै बिहानै सामान मिलाएँ र काठमाडौँतिर पासपोर्ट बनाउनका लागि लागेँ। जसको मैले घर जग्गा राखेको थिएँ, उसैले विदेशको लागि एउटा कम्पनीमा क्लिनरको कामको लागि मैले 2को पासपोर्ट पेश गरेर घर फर्किआएँ। घरमा मलाई देखेर सबैजना रमाएका थिए। काठमाडौँबाट सबैको लागि लुगा लिएर आएको थिए। जग्गा राखेको पैसा जो थियो, त्यो दिन धेरै वर्षपछि घरमा खुसी छाएको थियो। छोराछोरी नयाँ लुगा पाएकोमा झुमेका थिए। श्रीमतीको लागि कुर्ता सुरुवाल लिएको थिएँ। उनको शरीरमा टालेको कपडा लगाइरहेको देख्दा मेरो मन छिया हुन्थ्यो। श्रीमतीले मलाई अँगालिन् अनि रोइन्। उनको आँसु पुछे। मैले उनको निधारमा चुम्बन गरेँ अनि कपडा दिएँ। भोलिका दिन मेरो परिवारले खुसीले सुख साथ बाँचुन् भनेर म आफूलाई परदेशमा बेचिदिएँ। केही पैसा कमाउनको लागि दिनहरू बित्दै थिए। जग्गा धितो राखेको पैसाले सबै तिर्नु थियो। मैले ऋण पनि तिरे। सबैको उधारो तिरेर मात्र मैले विदेशिनु थियो। नत्र भोलिका दिन सबैजना मेरो घरमा दुःख दिन आउने थिए, जुन म चाहन्थिनँ। नभन्दै दशैंको रौनक पुरै गाउँभरि छाएको थियो। गाउँमा दशैं आएको थियो। एउटा महिना कति छिटो बितिसकेछ। जग्गा धितोमा राखेको मान्छेले मेरो भिसा आएको खबर पनि दियो। छोरा र छोरी यो सबै कुराबाट अनजान थिए। जिम्मेवारी बोकेपछि आफ्नोसँग छुटिनु पर्दो रहेछ। छुटिने मन त कसलाई हुन्छ होला र? नभन्दै मेरो सबै काम सकिएको थियो विदेशको लागि। टिकाको पर्सिपल्ट मेरो उडान थियो। यतिका सालसम्म सँगै हरेक परिस्थितिमा बसेको परिवारलाई चटक्क छोडेर जान मनले मानेको थिएन। तर पनि जानु आवश्यक थियो।
समाजमा गरिब भएको कारण बाँच्न गाह्रो भएको थियो। वर्षौंपछि मैले घरमा खसीको मासु लिएर आएको थिएँ। छोराछोरीको आँखा र मुहारमा खुसीका लहरहरू दौडिएका थिए। आफू ऋणमा चुर्लुम्म डुबे पनि सन्तानको खुसीको अगाडि आफू पनि बाध्यतावश रमाउनु पर्दो रहेछ। यो दशैं मेरो लागि परिवारसँगको अन्तिम दशैं थियो। त्यसपछि त म कति सालको लागि परिवारसँग टाढा हुने थिएँ। फेरि यो दिन आउला या नआउला, तर भरपूर खुसीका साथ म उनीहरूसँग रमाइरहेको थिएँ। रात पर्यो। सबैजना खाना खाएर सँगै बसेका थिए। म सबैलाई सम्हाल्दै थिएँ, आफ्नो आँसु मनभित्र दबाएर। श्रीमतीले रातो टीका लगाएर मेरो झोलामा केही कपडा प्याक गरेर टीका लगाइदिँदै गर्दा उनी भक्कानिएर रुँदै मलाई बिदा गर्दै थिइन्। छोरा र छोरीले मेरो एक एक खुट्टा समाएर रोइरहेका थिए। धेरै पैसा कमाएर फर्किन्छु भन्दै